नमस्ते साथीहरू, तपाईँहरूले स्वागत छ मेरो एउटा नयाँ भिडियोमा। तपाईँहरूको लागि म एउटा नयाँ सिलेबस लिएर आइसकेको छु लेखापालको लागि। आज बिहानै खुलेको कृषि विकास बैङ्कको भ्याकेन्सीको चौथो तह लेखापाल सर म त्यसको सिलेबस लिएर म उपस्थित भइसकेका छु। तपाईँहरू हेर्न सक्नुहुन्छ यसको पाठ्यक्रम के रहेको छ भनेर। पाठ्यक्रम यहाँ हेर्न सक्नुहुन्छ। प्रथम चरणमा 100 मार्कको, द्वितीय चरण चाहिँ 200 मार्क्सको र तृतीय चरण अन्तर्वार्ता 30 मार्क्स रहेको छ साथीहरू। तह 4 हैन, पद लेखापाल, समूह प्रशासन, किसिम खुला। यो खुला प्रतियोगिताको लागि यो चाहिँ सिलेबस रहेको छ साथीहरू, चौथो तहको लागि। आज बिहान भएको विज्ञापन मध्ये तपाईँहरू हेर्न सक्नुहुन्छ प्रथम चरणमा के रहेको छ भनेर म यहाँ डिस्क्राइब गर्न गइरहेको छु। यहाँ 30 मार्क्सको चाहिँ तपाईँहरूको लागि व्यवस्थापन, लेखा र अर्थशास्त्रतर्फ रहेको छ। 15वटा प्रश्न रहेको छ 2 मार्क्सको। त्यसपछि कृषि विकास ब्याङ्क र ब्याङ्क सम्बन्धी यहाँ क्वेसनहरू पूर्णाङ्क 30 रहेको छ र यसको चाहिँ तपाईँहरू 15 प्रश्न इन्टु 2 रहेको छ। यहाँ पनि सेम टु सेम रहेको छ साथीहरू। त्यसपछि म्याथतिर हेर्न सक्नुहुन्छ साथीहरू, यहाँ म्याथ रहेको छ। म्याथको लागि चाहिँ 10 मार्क्सको रहेको छ। यहाँ साथीहरू म्याथतर्फ, गणिततर्फ हेर्न सक्नुहुन्छ 10 मार्क्सको रहेको छ। यसको लागि चाहिँ तपाईँहरू 5 प्रश्न रहन्छ साथीहरू, 2 मार्क्सको, 10 मार्क्स यहाँबाट आउँछ। र यहाँ कम्प्युटर सम्बन्धी रहेको छ 10 मार्क्सको लागि, 5 इन्टु 2, 5वटा प्रश्न रहन्छ यसमा। त्यसै गरी सामान्य ज्ञान खण्डबाट पनि रहन्छ साथीहरू 20 मार्क्सको। यहाँ 20 पूर्णाङ्क रहेको छ, 10 प्रश्न इन्टु 2 मार्क्स। तपाईँहरूले यहाँ जम्मा गरी उत्तीर्ण 40 मा रहेको छ। यसको मतलब पास मार्क्स चाहिँ 40 रहेको छ। फुल मार्क्स चाहिँ 100 रहेको छ साथीहरू। माथि तपाईँहरू यहाँ हेर्न सक्नुहुन्छ। फुल मार्क चाहिँ 100 रहेको छ। यहाँ पूर्णाङ्क 100 मार्क रहेको छ। उत्तीर्णाङ्क तपाईँहरूले 40 रहेको छ। यसमा चाहिँ 50वटा क्वेसन रहन्छ साथीहरू। 15, 15, 30, 40, 50 हुन्छ र 45 मिनटको समय हुन्छ तपाईँहरूलाई सुरुको फर्स्ट फेस इक्जाममा। र एउटा यहाँ हेर्न सक्नुहुन्छ गलत उत्तर दिएमा 20% अङ्क कटा गरिनेछ। उत्तर नदिएमा अङ्क कटा गरिने छैन। पूर्व योग्यता परीक्षा उत्तीर्ण हुने उम्मेदवारहरू प्राप्ताङ्क द्वितीय चरण प्राप्त गणना गरिने छैन। यहाँ साथीहरू के भन्न खोजेको छ भने प्रथम चरणको जुन रहेको छ नि, तपाईँहरू पास हुनुभएको साथीहरू 40 ल्याए पुग्छ। यसको चाहिँ द्वितीय चरणमा जोडिने छैन कि साथीहरू। यो निजामती जस्तै रहेको छ। द्वितीय चरणमा प्रथम पत्रको मार्क्स जोडिने छैन र प्रथम पत्रमा उत्तीर्ण नभएको साथीहरू द्वितीय चरणमा आउन पनि सक्नुहुन्न। अब त्यसै गरी द्वितीय चरणको कुरा म गर्न गइरहेको छु। द्वितीय चरणमा हेर्न सक्नुहुन्छ तपाईँ प्रथम चरणको त बुझिसक्नु भएको होला साथीहरू तपाईँहरू यहाँ। अब म द्वितीय चरणतर्फ लाग्दैछु। द्वितीय चरणमा रहेको छ प्रथम फेज रहेको छ, यहाँ द्वितीय रहेको छ, 2वटा रहेको छ। के सम्बन्धी क्वेसन आउने हो, व्यवस्थापन सम्बन्धी क्वेसन आउने हो, लेखा सम्बन्धी क्वेसन आउने हो, गणित सम्बन्धी रिटेन हो सबै, कम्प्युटर सम्बन्धी आउने हो। फुल चाहिँ 100 रहेको छ र पास चाहिँ 40 रहेका छ। लामो उत्तर 5 प्रश्न इन्टु 10, 5वटा लामो उत्तर रहन्छ साथीहरू। यहाँ व्यवस्थापनबाट यहाँ मिलाउन सक्नुहुन्छ। यहाँ म अलि राम्रोसँग गरौँ। यहाँ व्यवस्थापनबाट यहाँ 5वटा प्रश्न रहन्छ। त्यसै गरी एकाउन्टिङबाट पनि 2 प्रश्न हुन्छ। यो दुईटाबाट चाहिँ 7वटा प्रश्न हुन्छ, 10 मार्क्सको, 70 मार्क्स यहाँबाट आउने हो। गणितबाट 4 इन्टु 5, 20 मार्क्सको यहाँदेखि र 10 मार्क्सको कम्प्युटर सम्बन्धी हुन्छ। छोटो 5 मार्क्सको लागि 2वटा क्वेसन हुन्छ। यो चाहिँ द्वितीय पत्रको प्रथम पत्र हो। द्वितीय चरणको प्रथम पत्रको रहेको छ साथीहरू। यो पहिलो दिन यो इक्जाम हुने हो कि अब एकै दिन राख्छ त्यो त तपाईँहरूलाई म जानकारी गराइहाल्छु। त्यस्तो त पहिला यो हुन्छ प्रथम चरण र त्यसै गरी द्वितीय हुन्छ पछि। र अहिले यो चरण बुझ्नु भएको होला र यसको समय चाहिँ 2 घण्टा 30 मिनट रहन्छ साथीहरू। त्यसै गरी द्वितीय पत्र त हेर्न सक्नुहुन्छ। अर्थशास्त्रबाट तपाईँहरू हेर्न सक्नुहुन्छ कति रहेको छ। अर्थशास्त्रबाट तपाईँहरू यहाँ लाइन मिलाउनुहोस्। यहाँ अर्थशास्त्रबाट तपाईँहरू यहाँ 2वटा रहेको छ। छोटो उत्तर आउने प्रश्न 2 प्रश्न इन्टु 5 अङ्क, लामो चाहिँ आउने प्रश्न 1 प्रश्न इन्टु 10 मार्क। अर्थशास्त्रबाट यहाँ छोटो लामो रहेको छ। त्यसै गरी ब्याङ्किङबाट छोटो यहाँ रहेको छ, ब्याङ्किङबाट लामो यहाँ रहेको छ। लामो उत्तर 3 प्रश्न हुन्छ ब्याङ्किङ तर्फबाट। यहाँ पनि छोटो पनि 3 हुन्छ। त्यसै गरी 5 मार्क्सको 15 मार्क्स यहाँबाट, 30 मार्क्स यहाँबाट, 45 मार्क रहेको छ यहाँ। त्यसै गरी अर्थशास्त्रमा 10 र 10, 20 मार्क्स यहाँ रहेको छ।
त्यसै गरी कृषि विकास बैंक लिमिटेड कानुन एबिडियल बैंक ल यहाँ रहेको छ। यस सम्बन्धी तपाईँहरू हेर्न सक्नुहुन्छ। लामो यहाँ हेर्न सक्नुहुन्छ। यही सम्बन्धी छोटो प्रश्न हुन्छ 3वटा र लामो प्रश्न हुन्छ 2वटा। यसको पनि समय 2 घण्टा 30 मिनट रहेको छ साथीहरू। 5 प्रश्न रहन्छ साथीहरू। 15 मार्क्स यहाँ र 35 मार्क्स यहाँबाट पनि रहेको छ। त्यसै म अब यो सिलेबसमा के टपिक रहेको छ भन्ने तलको पार्टमा रहेको छ, म यहाँ हेराउन चाहन्छु। र त्यसै गरी तृतीय चरणमा तपाईँहरूलाई यहाँ सबै उत्तीर्ण भएर नाम निकालेको साथीहरूलाई अन्तर्वार्ता हुन्छ। पछि अन्तर्वार्ता मौखिक हुन्छ, जम्मा 30 मार्क्सको हुन्छ साथीहरू। भिडियो अलि लामो हुन्छ, धैर्य गरेर हेर्नु होला। र सबै जानकारी म यहाँ यो भिडियोमा तपाईँ पाउन सक्नुहुन्छ। के प्रश्न कहाँबाट आउने हो र कुन च्याप्टरबाट आउने भन्ने। यो चाहिँ नयाँ पाठ्यक्रम रहेको छ साथीहरू, यहाँ हेर्न सक्नुहुन्छ। 81 12 महिना 14 गते बनेको, चैत्र 14 गते बनेको पाठ्यक्रम रहेको छ साथीहरू। अब हेर्न सक्नुहुन्छ प्रथम चरणमा चाहिँ कुन कुन सेक्सनबाट कति मार्क्स र कुन च्याप्टरबाट मार्क्स आउने कुरा यहाँ राखेको छ साथीहरू। यहाँभन्दा बाहिर क्वेसन आउने होइन, यही च्याप्टरभित्र क्वेसन आएको हुन्छ। सुरु नम्बरमा सेक्सन ए रहेको छ। प्रथम चरणको सेक्सन ए म्यानेजमेन्ट जुन अघि थियो नि, 30 मार्क्सको लागि यहाँबाट क्वेसन आउँछ। यहाँ 30 मार्क्स रहेको छ। 15 दुनी 30, 15वटा प्रश्न आउँछ यहाँबाट सेक्सन एबाट। सेक्सन एमा म्यानेजमेन्ट कन्सेप्ट, प्रिन्सिपल एन्ड फङ्सनको च्याप्टर रहेको छ। यहाँ 5-6वटा रहेको छ, हेर्न सक्नुहुन्छ तपाईँहरू। त्यसै गरी एकाउन्टिङ रहेको छ। यहाँ एकाउन्टिङबाट तपाईँहरू हेर्न सक्नुहुन्छ 8वटा टपिक रहेको छ। त्यसै गरी 3 नम्बरमा इकोनोमिक्स रहेको छ। यो चाहिँ 30 मार्क्सको साथीहरू डिभाइड गरेको छैन। सेक्सन एबाट 1, 2, 3 मध्ये तपाईँहरू सबै पढेपछि 30 मार्क्सको प्रश्न मिलाउन सक्नुहुन्छ। यहाँ अब यो जुन छ नि 1 नम्बरबाट यति क्वेसन रहन्छ भन्ने, 2 नम्बरबाट यस्तो रहन्छ भन्ने उल्लेख गरेको छैन। 15 दुनी 30 उल्लेख गरेको छ। यसको मतलब सेक्सन ए को यो 3वटा टपिकबाट तपाईँहरू 30 मार्क्सको मिलाउन सक्नुहुन्छ। त्यसै गरी सेक्सन बी रहेको छ। यो प्रथम चरणकै हो साथीहरू। 100 मार्क्सको जुन टिक लगाउने हुन्छ। ब्याङ्किङ रहेको छ। यहाँ ब्याङ्किङ एन्ड एग्रिकल्चर डेभलपमेन्टबाट तपाईँहरू हेर्न सक्नुहुन्छ। यहाँ यति रहेको छ टपिकहरू। 4 नम्बरको यहाँ टपिक ब्याङ्किङ, यहाँबाट पनि 30 मार्क्स रहेको छ साथीहरू। 30 जम्मा 60 भइहाल्यो। अब तल पनि 5 नम्बर रहेको छ। यहाँ 5 नम्बर रहेको छ। इन्स्ट्रक्सनल फ्रेमवर्क एन्ड ओभरभ्युज अफ एग्रिकल्चर ब्याङ्क लिमिटेड एडिबिएल रहेको छ। यहाँ जम्मा 7वटा टपिक रहेको छ। त्यसै गरी ब्याङ्किङ ल रहेको छ। यहाँ पनि 5वटा टपिक रहेको छ। यति पढेपछि 4, 5, 6 पढेपछि तपाईँहरू 30 मार्क्सको मिलाउन सक्नुहुन्छ। त्यसैपछि सेक्सन सी रहेको छ, म्याथमेटिक्स एन्ड कम्प्युटर। यहाँ हेर्न सक्नुहुन्छ म्याथमेटिक्स एन्ड कम्प्युटर सेक्सन सी। प्रथम चरणको सेक्सन सी साथीहरू डी सम्म छ। लास्टमा सामान्य ज्ञान छ। यहाँबाट तपाईँहरू हेर्न सक्नुहुन्छ म्याथमेटिक्समा यतिवटा च्याप्टर पढेपछि तपाईँहरू 20 मार्क्स रहेको छ यहाँ म्याथबाट र कम्प्युटरबाट। म्याथ र कम्प्युटर दुइटै मिलाएर तपाईँहरूको 20 मार्क्सको रहेको छ साथीहरू। कम्प्युटरको च्याप्टरहरू यहाँ हेर्न सक्नुहुन्छ। र तपाईँहरू यो पिडिएफ म तपाईँहरूलाई डिस्क्रिप्सनमा हालिदिन्छु र तपाईँहरू स्क्रिनसट पनि राख्न सक्नुहुन्छ। त्यसपछि 8 नम्बर कम्प्युटर रहेको छ। त्यसै गरी सेक्सन डी जुन सामान्य ज्ञान रहेको छ। सामान्य ज्ञान यहाँ 20 मार्क्सको आउने हो साथीहरू। 30, 30, 60 र 20, 80 भयो माथि। यहाँ 20 मार्क्स तल रहेको छ, हेर्न सक्नुहुन्छ। यहाँ भूगोल सम्बन्धी रहेको छ। सुरु नम्बरमा प्रथममा भूगोलबाट यति टपिक रहेको छ। तल यहाँ हेर्न सक्नुहुन्छ टपिकहरू। यहाँ यति टपिक हो। त्यसै गरी ऐतिहासिक, सांस्कृतिक, सामाजिक, राजनीतिक र आर्थिक व्यवस्था सम्बन्धी रहेका छ। यहाँ 7-8वटा टपिक रहेको छ। यो यहाँ रहेको छ। त्यसै गरी अन्तर्राष्ट्रिय सङ्घ संस्था खेलकुद पुरस्कार समसामयिकबाट यहाँ रहेको छ। यो सबै यहाँ रहेको छ। यो चाहिँ तपाईँलाई जम्मा 20 मार्क्सको आउने हो साथीहरू। टोटल 10x20। त्यो प्रथम चरणको भइहाल्यो साथीहरू। अब म द्वितीय चरणको प्रथम पत्रतिर जाँदैछु। यहाँ हेर्न सक्नुहुन्छ द्वितीय चरणको, यहाँ द्वितीय चरण रहेको छ। फर्स्ट इक्जाम पास भएको साथीहरू यहाँ द्वितीय चरणमा प्रवेश गर्न सक्नुहुन्छ र प्रवेश गरेपछि प्रथम पत्रको पहिला इक्जाम हुन्छ। त्यसमा म्यानेजमेन्ट सेक्सनबाट, यहाँ म्यानेजमेन्ट सेक्सनबाट 50 मार्क्सका आउने हो साथीहरू। 5x10। यहाँ हेर्न सक्नुहुन्छ म्यानेजमेन्टमा म्यानेजमेन्ट र ह्युम्यानिटिज रहेको छ 3वटा। यो 3वटाबाट 50 मार्क्सको आउने हो साथीहरू। म्यानेजमेन्ट यहाँ हेर्नु सुरु नम्बरमा म्यानेजमेन्ट रहेको छ। 11वटा टपिक यसभित्र रहेको छ। त्यसै गरी 2 नम्बरमा हेर्न सक्नुहुन्छ ह्युमन रिसोर्सेस म्यानेजमेन्ट HRMमा यहाँ 9वटा टपिक रहेको छ। त्यसै गरी अफिस म्यानेजमेन्टमा हेर्न सक्नुहुन्छ साथीहरू 9वटा टपिक रहेको छ। र एउटा कुरा म भन्न चाहन्छु साथीहरू, अहिलेसम्म तपाईँहरू भिडियो हेर्नु भएको छ भने तपाईँहरू च्यानललाई सब्सक्राइब गर्न नछुटाउनु होला प्लिज।
र फेरि म यहाँ सेक्सन बीमा आइसकेँ साथीहरू। 50 मार्क्सको माथि पुगिहाल्यो र तल 20 मार्क्सको रहेको छ, यहाँ हेर्न सक्नुहुन्छ। यो सेक्सन बीबाट 20 मार्क्सको रहेको छ, 20 मार्कको। एकाउन्टिङ रहेको छ सुरु नम्बरमा, यो एकाउन्टिङ भइहाल्यो। यहाँबाट 12वटा टपिक रहेको छ। त्यसै गरी सेक्सन सीमा आइसक्यो। यहाँ सेक्सन बीको 4बाट एकाउन्टिङबाट 20 मार्क्स रहेको छ साथीहरू, क्लियर हुनु होला। र सेक्सन सीबाट म्याथमेटिक्स रहेको छ। सेक्सन सीमा 20 मार्क्स रहेको छ। यहाँ यतिबाट सेक्सन सीको यति टपिकबाट तपाईँहरू रिटेन लेख्नुपर्ने हुन्छ, हिसाब गर्नुपर्ने हुन्छ। र सेक्सन डीबाट चाहिँ हेर्न सक्नुहुन्छ 10 मार्क्सको रहेको छ, यहाँ 10 मार्क्स। यहाँ कम्प्युटर सम्बन्धी 10 मार्क्स रिटेन आउने हो साथीहरू। अब त्यसै गरी द्वितीय चरणको द्वितीय पत्रमा पुगे साथीहरू। यो प्रथम पत्र थियो, यो तल द्वितीय पत्र आइसक्यो। द्वितीय चरणको द्वितीय पत्रमा हामी पुगेका छौँ र यो लास्टतिर आइसकेका छ साथीहरू। धैर्य गरेर हेर्नु होला, भिडियो स्किप नगर्नु होला, राम्रोसँग बुझेर जानु होला के कस्तो रहेको छ, कहाँबाट कति मार्क्स आएको छ म क्लियरली डिस्क्राइब गरिदिइरहेको छु। र तपाईँहरू भिडियोमा अहिलेसम्म बन्नुभएको छ भने च्यानललाई सब्सक्राइब गर्नु होला। र यहाँ अब म भिडियोतिर लाग्दैछु फेरि। यहाँ द्वितीय पत्रमा हेर्न सक्नुहुन्छ इकोनोमिक्स, ब्याङ्किङ, एडिबिएल एन्ड ब्याङ्किङ लज इकोनोमिक्स रहेको छ, लजसम्म रहेको छ। इकोनोमिक्स सेक्सन ए को पार्टको नाम भइहाल्यो। 20 मार्क्सको आउने हो साथीहरू यहाँबाट, 20 मार्क्सको। अघि नै म भनेको थिएँ 2x5 प्लस 1x10 भनेर 20 मार्क्सको आउँछ। लङ क्वेसन एउटा, सर्ट क्वेसन 2वटा यहाँबाट। सेक्सन ए को द्वितीय पत्रको इकोनोमिक्सबाट यहाँ हेर्न सक्नुहुन्छ। इकोनोमिक्स सेक्सनबाट यहाँ हेर्न सक्नुहुन्छ यति रहेको छ। त्यसै गरी यहाँ हेर्न सक्नुहुन्छ ब्याङ्किङ तर्फबाट, यहाँ ब्याङ्किङ रहेको छ। बीमा ब्याङ्किङ 45 मार्क्स आउने हो साथीहरू, यहाँबाट सबभन्दा बढी मार्क्स कभर भएको छ ब्याङ्किङ। त्यसै गरी अब तल 3 नम्बरमा रहेको छ मोडर्न ब्याङ्किङ प्रोडक्ट एन्ड सर्भिस, यति रहेको छ 13 नम्बरसम्म। तल 4 नम्बर रहेको छ म्यानेजमेन्टल एन्ड कमर्सियल ब्याङ्क, यहाँ हेर्न सक्नुहुन्छ 4वटा रहेको छ, 4वटा च्याप्टर रहेको छ। 11वटा च्याप्टर रहेको, तल पनि रहेको छ 11वटा।